सुषमाको मोबाइल अझैसम्म पनि अफ छ। तपाईँ नडराउनु के दिदी, मलाई त्यसको बानी राम्रोसँग थाहा छ। भरेसम्ममा अन गर्छ। तपाईँ आत्तिएर खोजेर पैसा पठाउनुहुन्छ भनेर डर मात्रै देखायो। हजुरबाले तपाईँलाई पैसा दिनुभयो कि नै? मलाई पसन्द दाइले त्यही बुझ्न पठाउनु भएको। अब किन बुझ्नु पर्यो? मान्छे मरिसकेपछि गरेको औषधिको के काम? को मर्यो र? हामीलाई कसैको पैसा चाहिँदैन रे भन्दै। धन्न हामीलाई याद गर्ने फुर्सद भएछ। केसरीले धन्यवाद भनेकी छ भनेर भनिदिनु। तपाईँहरूको कुरा के हो म त बुझ्दिनँ। तर तपाईँले दाइलाई फोन गर्दा मोबाइल घरमै छाडेर बाहिर जानु भएको थियो अरे। अहिले फोन गर्दा तपाईँले उठाउनु भएन अरे। म त यति कुरा मात्रै भन्न आएको। अहिले गएँ है। बसन्तले मलाई फोन गरेको थियो। मैले नै रिसमा काट्दिएँ। त्यसो भए सन्तोषले भनेको कुरा ठिक हो क्या? बसन्त दाइले तपाईँलाई त्यसरी धोका दिन त नपर्ने। दाइसँग फोन साथमा थिएन होला, त्यही भएर नउठाउनु भएको। रुक नहोस् तपाईहरु, म देवको देव महादेव हुँ। मेरो भिडियोको लाइक र सब्स्क्राइब गरिदिनुस्। 5 दिनमा खुसीका बस्नु हुनेछ र ओमेनमा हर हर महादेव देख्नु।